हेलो एभ्रिवान, स्मिस सेगेरा वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ एकदमै सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्दै आजको न्यू भ्लगको सुरुवात भइसकेको छ साथीहरू। अनि आज चाहिँ हामी के भन्छ बारीमा जानु आँटेको, खोर्सानी रोप्नु भन्दा पनि खोर्सानी रोप्ने ठाउँ बनाउनु आँटेको। अनि हामी चाहिँ जानु आँटेको। यहाँ चाहिँ गुडु दाजु आइराख्नु भएको छ हाम्रोमा चाहिँ अगुल्टो बोकेर। अनि यहाँ चाहिँ हाम्रो चल्ला बिरामी छ, यसलाई चाहिँ मैले बिहानै औषधि खुवाइदिएर यतिको टङ्ग्रेको छ। अनि यसलाई चाहिँ फेरि पनि एकचोटि औषधि खुवाइदिनु पर्नेछ। कहाँ पो के पो टिकटकमा देखि। अनि म चाहिँ आज चस्मासँग भ्लग बनाउँदैछु छु, किनभने मेरो चाहिँ अलिक आँखा दुख्ला जस्तो भएर चस्मा लगाएको। म चाहिँ अब यता माथि प्रविधिकलाई पनि देखाउँछु है। हाम्रो बाउले भनेको हौ सबै प्रविधिक अरे। अनि यहाँ चाहिँ हाम्रो अस्ति स्विच बिग्रेको थियो, अनि मैले चाहिँ बजारबाट ल्याएर आइसकेँ। अनि यहाँ चाहिँ स्विच फेर्नु छ आज बिजुलीको। यति बेला हाम्रो करेन्ट आएर फेरि मलाई भक्लक्कै ढाल्छ। अलिक मारेको होइन स्विच। अब चाहिँ म चाहिँ जान्छु। मेरो चप्पल कहाँ गयो हो? हाम्रो ममले चाहिँ बेलुकाको लागि सब्जी ल्याइसक्नु भएछ आज बारीदेखि। अनि म चाहिँ भर्खर बजारदेखि आएको नि त। अनि यहाँ चाहिँ हिजोको यो अब यो भइसक्यो त। यो चाहिँ मैले अस्ति नै के बेला रोपेको भने यो डल्ले खोर्सानीहरू हो, देख्न सक्नुहुन्छ। चाहिँ अस्ति नै रोपेको हिउँदोतिरै। अनि यहाँ चाहिँ डल्ले खोर्सानी छ, यो पनि डल्ले खोर्सानीको। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ हामीले बिरुवाहरू राखेको छौँ खोर्सानीको। अनि यही खोर्सानी चाहिँ आज सार्नु पर्ने भनेर हामी चाहिँ ठाउँ बनाउनु जान आँटेको बारीतिर। देख्न सक्नुहुन्छ हाम्रो क्युट खोर्सानी। वाउ, यसलाई चाहिँ म अब यसलाई होइन है म यसको टुप्पा काटिदिन्छु ल। ए भचाइदिन्छु ल। कहाँ भाँचेको छ हौ? झ्याङ्गे नआउँछ अरे हौ। अनि म चाहिँ अब यो एउटा खोर्सानीको चाहिँ टुप्पा भचाउन आँटेको। यसको चाहिँ मस्तरी भचाइदिन्छु। अब चाहिँ यहाँबाट हाँगा आउँछ होला। अनि यसको पनि भच्याउँ कि होस् हौ, तर कस्तो माया लाग्दो। यसको चाहिँ भचाइदिन्छु। ल हामी चाहिँ अब क्याट पनि छ। म्याउ 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 म्याउ। सुँगुर पनि देखाउँछु। हाम्रो सुँगुर यत्रो भयो। मलाई चाहिँ यो के यो चिजहरूको पनि मेमोरिजको लागि भए पनि यो भिडियोहरू लिइराख्नु मनपर्छ। त्यही भएर म चाहिँ सबै थोकको भिडियोहरू लिइरहेछु। अनि म चाहिँ फाइनली खोर्सानी रोप्ने ठाउँमा आइसकेँ। यहाँ चाहिँ हाम्रो पुरा मकैहरू नै थियो थिनु चाहिँ। खोर्सानी चाहिँ अब के भन्छ
खेतमा लाउनु पर्ला भनेर सोचिरहेको थियौँ अनि फेरि अर्कै सोचायो खेतमा त अब पछि अलैँचीबारी लाउँदाखेरि स्प्रिङ्कलले सबै मार्छ नि त अनि त्यही भएर हामीले चाहिँ यसपालि चाहिँ बारीमै रोप्ने योजना बनाएर मकै पनि खनेर मकै खनेर होइन मकै यतातिर सार्यौँ यहाँ भएको मकैहरू चाहिँ मकै सारेर चाहिँ अब चाहिँ हामी यहाँ खन्छौँ होला अनि यो लट्टेको साग चाहिँ साइनले उखाल्दैछ ला सबै आज त सुँगुरको चारो पनि सकेको थियो दिउँसो ल्याउनु पर्ने यहाँ वरिपरि सिस्नुहरू काट्नुपर्छ होला हौ जति चारो साइड लट्टेको साग छ यो चाहिँ पर सुँगुरको चारो हो हाम्रोमा चाहिँ मकैहरू यत्रो यत्रो भइसक्यो है लु सदिक्षाहरू दिदीहरूले पनि हेर्छन् होला हाम्रो मकै यत्रो भयो लुएर मैले दिदी अब चाहिँ म पनि लट्टे उखाल्छु है ला तर होस् यतिको लागि के 15 चाहियो होइन के भन्ने त मैले नलिएको डेली भ्लग त होइन कुनै कुनै चिजहरूको चाहिँ मेमोरीहरू यसो राखिराखौँ न भन्ने हेतुले पनि हो साथीहरूमा चाहिँ यो बार चाहिँ अघि बिहान दाजुले बारिसकेको हो अनि यहाँ परदेखि हेर्ने चाहिँ नेप्टे हो ओ नेप्टे आइज न हेर के साह्रो भागेको अनि ऊपर देख्न सक्नुहुन्छ त्यो धुवा उठ्दैछ नि देख्नुभयो नि गाईचहरू हो त्यहाँ चाहिँ हाम्रो बुवाले झिक्राहरू ल्याएर डराउँदै हुनुहुन्छ त्यहाँ अस्ति नै झिक्रा थियो बारीहरू फाँडेको अनि त्यहाँ चाहिँ अब यस्तो मौसममा भए पनि डराउनु भनेर डराउँदै हुनुहुन्छ मकैहरू यत्रो छ यो चाहिँ पछुवा मकै हो अगुवा मकै अनि हाम्रो उक्कु पनि एक साथीहरू छ चाहिँ उक्कु कति पनि उखालिदिउँ कि भन्ने मलाई लागेको चाहिँ हो रोड जस्तो चाहिँ छैन है काम गर्नु हो काम गर्नु हिँडेको हो किन फुकालेको अब मम्मीले कुट्नुहुन्छ है पाइया गर्नुहुन्छ है खै लगाउँ खै यहाँ लगा फेरि मम्मीले पाइ कति हेन्सम देखेको हौ खै हिलो पानीमा कहाँ छिरेको छिछि छि फोरीको राजा अनि देख्न सक्नुहुन्छ मैले चाहिँ यो घरदेखि धोपे पनि ल्याइसकेँ अनि यहाँ चाहिँ मल खन्ने
खाने त्यहाँ खानु त्यहाँ होइन त्यहाँ हैन भित्र उ त्यहाँ पो त यता पो अनि यो हामीले चाहिँ बाख्राको बड केउला सड केउला सबै भारी लगाएर हामीले चाहिँ खन्नुपर्छ। जान्छु ल अरे भन्न पानी पर्यो भन्न भाग भाग छिटो भाग पानी पर्यो भन्न थुक्का काम गरौँ भनेको त पानी आयो अन्त जिन्दगी नै बाई बाई आमा अनि अरू के गर्नु र साथीहरू पानी आयो हामीलाई त काम त गर्नै पो दिँदैन त यो पानीले त मरेकै जुनी भइरहेको छ के गर्नु दिउँसै पानी आउँछ काम गर्नु भने दिउँसो फेरि अघि एकछिन अगाडि त तातेर कहाँ बाहिर निस्किनै नसक्ने अनि घाम गएर काम गर्नु सुरु कसरी पानी ओइरिन्छ अनि यो हाम्रो गल्ती त होइन साथीहरू मम्मी चाहिँ ओट लागेर बसिरहनु भएको छ हामी उता तल काम गरेको थियौँ नि त गाडो छ हौ गाडो लाने बेला भयो मल चाहिँ यहाँ भरिसकेको छ अब यसलाई चाहिँ हामी ताने तुनी गर्दै कमलाले बोके जस्तो गरेर परसम्म घोप्ट्याउँछौँ पर लगेर फाइनली साथीहरू अब चाहिँ पानी पनि रोकिसकेको छ अनि मैले चाहिँ त्यो ओड्ने प्लास्टिक पनि यहाँनिर तन्डङ्ग सिकुटी जस्तो झुन्डाइदिइसकेँ अनि यहाँ चाहिँ हामीले 3 भारी पनि ल्याइसक्यौँ अब यतापट्टि 3 भारी ल्याउनु छ अनि चाहिँ हामी खन्छौँ किन अनि आधी बारेको यहाँ चाहिँ यति उब्रियो त यसले त आन्द्रा भुडी निकाल्छ त कस्तो राम्रो सिन आउँदो रहेछ पानी परेर रहेर एन्डिङ हो यो चाहिँ कि किन अब चाहिँ हामी यो मल छर्छौँ साथीहरू हामीले चाहिँ मल पनि छरिसक्यौँ देख्नु सक्नुहुन्छ अवस्था र व्यवस्था त्यता चाहिँ उच्च हो यता चाहिँ निचा हो
यो चाहिँ दैलो This is door. हजुर खेतमा त जति मल हाले पनि किन मल नलागेको माटै ऊ होला हौ चिन्ते अब भुजुता देखा त दाजु त्यस्तो मुजी नदेखेको कति सानो ए कुद कुद हेर त खुलिन्छ हौ अब त भिजेको छ नि त माटो यहाँ चाहिँ अस्ति भैँसी बाँधेको थियो हिउँदोमा अनि त्यो किल्ला चाहिँ यत्तिकै थियो यहाँ छु साथीहरू मेरो मेलामा किल्ला उखाल्यो भने मेरो नाम उखाल्ने भनेर मैले त एकछिन भिडियो जोडिदिएको अब चाहिँ म पनि फटाफट खन्छु किन त्यो चाहिँ लामो अनि हाई एभ्रिवान दिस इज मी सेगरा लिम्बू अनि आज चाहिँ नेक्स्ट डे त्यही भ्लग अनि म चाहिँ अघि बारीमा पनि गएको थिएँ खर्सानी रोप्ने ठाउँ हिजो हामीले कति खनेको थियौँ त्यो त्यत्तिकै छोडेको थियो अनि फेरि एकचोटि रिपिट गरेर खन्यौँ अनि म चाहिँ अब यहाँनिर खोर्सानी रोप्नुको लागि बिउ उखाल्नु आएको अनि बिउ चाहिँ देख्नु सक्छ ओइ मैले चाहिँ डोको हटाइसकेको छु अब चाहिँ हाम्रो बिरुवा हेर्नु सक्नुहुन्छ मजाले उम्रेको छ डल्ले खोर्सानी अनि यहाँ चाहिँ हाम्रो लाम्चे खोर्सानी छ यहाँ चाहिँ अस्ति नै सार्ने बेला नि भइसकेको म चाहिँ एकमुठी लाम्चे खोर्सानी उखालिसकेँ अनि यहाँ चाहिँ डल्ले खोर्सानी पनि उखालेँ अनि अहिले चाहिँ यस्तो अलिक पातला पातला भयो माथि माथिको छाँटेको नि त मैले चाहिँ अनि एउटा एउटा मात्रै छ अब चाहिँ यस्तो भयो अब यहाँ चाहिँ कति छ हो हेर्नु त पर्यो आइए सीमा आथा यहाँ थिएछ अलिअलि त कस्तो घोचेको खोर्सानी धेर ल्यायो कि बाक्लो छैन पर्बादेखि बाक्लो भन्नुहोस्
अकबर ल्याएको अँ लान्छ नि यस्तो अनि कहाँ अकबर त थोरै त थियो नि खै त पल्लो अब चाहिँ म देखाउँछु तपाईँहरूलाई खोर्सानी रोप्ने ठाउँको दृश्य मैले चाहिँ अघिदेखि सब गृह जस्तो देख्दैछु यो पोस्टमार्टम गरेर राखेको जस्तो अब यहाँ कहाँदेखि माटो ल्याउनु भनेको भइरहेको छ त्यहाँ फेरि त्यस्तै बनाउने अनि अघि नबनाउने भनेको होइन अनि माटो ल्याउनु अब चाहिँ हामी यो ओइ छेडमा खोर्सानी रोपिसकेपछि भेटौँ है त एकपट्टिको चाहिँ लाउँदै भयो हुन्छ त्यत्रो भनेको जुक्करीलाई त्यहीपट्टि चाहिँ गर्दैछ ट्याप ट्याप नै माटो लगाइदिउँ न अनि साथीहरू यो चाहिँ हाम्रो के प्लास्टिक भयो माराथिन प्लास्टिक हो र यो चाहिँ हामीले चाहिँ फर्स्ट टाइम यस्तोमा चाहिँ रोप्दैछौँ अनि खासै यो बनाउनु पनि पारा चाहिँ आएन हाम्रो चाहिँ पहिलो प्रयास हो यो यसमा चाहिँ माइन्ड नगर्नु होला युट्युबमा हेरेको हेर्नु चाहिँ खै राम्रो नसिकाएको हो कि मैले कुरो नबुझेको हो कि केही बुझिनँ भने त्यो डोकोले नराखेको हो गाइरो निकै गाइरो जानुपर्छ है झारेको पानी जमिहाल्छ नि यो गाइरो भयो है जमिँदैन बाहिरको माटो हालिदिन्छ होला जमिँदैन नि माटो ल्याउँदै चोर्दैछु अब चाहिँ हामीले के भन्छ खोर्सानी पनि रोपिसक्यौँ देख्न सक्नुहुन्छ अनि रोपिसकेर यो एउटा ड्यागमा चाहिँ डल्ले खोर्सानी हो अनि यिनीहरू चाहिँ लाम्चे खोर्सानी यो दुईटा ड्याङको चाहिँ अनि यहाँ चाहिँ हामीले ढोका पनि बनाइसक्यौँ किनभने यहाँ चाहिँ हाम्रो कुखुरा पस्छन् त त्यही भएर यहाँ स्पेसल खालके ढोका हेर्न सक्नुहुन्छ अब चाहिँ अनि यहाँ चाहिँ सुलापेर उसको पूजा गर्दै बसेको छन् रोपिसकेर सुलापेले नै आज हामीलाई खोर्सानी रोप्नु सकेको होइन चाहिँ भन्छ र नाक खिचिदिन्छु ल किन भन्नु न बुबु अनि आजलाई चाहिँ यति नै बाई बाई नेक्स्ट ब्लगमा भेटौँ